हेलो साथीहरू। आज चाहिँ म तपाईँहरूलाई यो ब्रदरको टिएन 660 कार्टेज यो इङ्क रिफिल गर्न सिकाउँदैछु, जुन चाहिँ तपाईँको ब्रदर डिसिबी 2540मा लाग्छ। सो लेट्स गो। यो कार्टेज रिफिल गर्नुमा सबैभन्दा सजिलो कार्टेज इङ्क रिफिल गर्ने चाहिँ यही है साथी हो। यसको मसी हाल्ने ठाउँ चाहिँ फर्स्ट यो त कि त गियर मुनि हुन्छ, यो गियर साइड अहिले मैले खोलिरहेको, कि त यसको अपोजिट साइड गियर खोल्नु नबन्द गरेको हुन्छ यो मैले देखाएको ठाउँमा। सो यसको चाहिँ त्यहाँ छैन, यही गियर मुनि रहेछ। सो मैले यो गियर खोलेँ, गियर दुईवटा मात्र हुन्छ, सजिलो हुन्छ। यो गियर निकालिसकेपछि मसी हाल्ने ठाउँ देखिन्छ हामीले। सो त्यसको बिर्को खोल्ने अनि भित्र भएको वेस्टेजहरू फाल्ने। सो वेस्टेज निकालिसकेँ मैले। वेस्टेज निकालिसकेपछि चाहिँ यसको ब्लेड सेक्सन सफा गर्नुपर्छ, जुन अहिले मैले खोलिरहेको छु। यो ब्लेड सफा गरेन भने चाहिँ रोलरमा मसी राम्रोसँग आउँदैन, जुन एक नासले आउनुपर्ने हुन्छ। सो यो ब्लेड सफा गरेन भने चाहिँ प्रिन्टर मधुरो आउने त्यस्तो इरर दिन्छ, मसी हुँदा पनि प्रिन्ट मधुरो आउने हुन्छ। किनभने यो ब्लेडको तारमा बसेको वेस्टहरूले मसीलाई एक नासले आउन दिँदैन। सो जसले गर्दा प्रिन्ट राम्रो आउँदैन। यो चाहिँ बाङ्गिनु हुँदैन है साथीहरू। हामीले काम गर्दाखेरि अलिक नबाङ्गिने तरिकाले अलिक इजी तरिकाले गर्नुपर्छ। यो ब्लेड बाङ्ग्यो भने चाहिँ मसी एक नासले आउँदैन है साथीहरू। बाङ्गिएको ठाउँमा अलिक बेसी आउने, बेसी तान्ने त्यस्तो इरर हुन्छ। सो त्यही भएर अलिक ख्याल गरेर सफा गर्नुपर्छ। सफा गर्दा चाहिँ सो मैले यो सफा गरिसकेर किला कसेँ। अब म यसमा ब्रदरको मसी हाल्छु, उस आफ्नै कम्पनीको। सो मैले मसी हाल्दैछु, यही हो ब्रदरको मसी हालेँ। अनि यसको कभर लगाएँ। कभर लगाएपछि यसको दुईवटा गियर हुन्छ। फर्स्ट यो गियर, त्यसपछि अलि लामो खालको गियर हुन्छ, त्यहाँको सिचुएसन हेरेर हाल्ने। सो हालेर कभर सभर पछि रेडी भयो हाम्रो कार्टेज इङ्क रिफिल। ओके साथीहरू, मैले यो भिडियोमा तपाईँहरूलाई ब्रदरको कार्टेज इङ्क रिफिल गर्न सिकाएँ। यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानललाई फलो गर्नु होला है त। हस् त, बाई, थ्याङ्क यू।